आज हामी कोजाग्रत पूर्णिमाको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो पूर्णिमाको आफ्नै खालको महत्त्व छ नि। एकदम। यसको सांस्कृतिक अनि धार्मिक पक्षहरू के कस्ता छन्, यससँग जोडिएका चलनहरू के हुन्, यिनै विषयमा हामीसँग केही जानकारी छ। अलि केलाएर हेरौँ न त है। हुन्छ, सुरु गरौँ। कहाँबाट भन्दा आजको रात आफैमा विशेष छ। आकाशमा हेर्नुस् त, टन्न उज्यालो, पूर्ण चन्द्रमा हो त। अनि काठमाडौँ उपत्यकामा स्वयम्भू जस्ता ठाउँमा त महादीप बाल्ने चलन पनि छ रे नि। छ, स्वयम्भूमा महादीप बाल्छन्, वातावरण नै अर्कै दिव्य बन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ दशैंको घटस्थापनामा राखेको जमरा। त्यो जमरा सेलाउने दिन पनि यही हो है? हो नि, विधिपूर्वक जलाशयमा लगेर सेलाउने। यसले चाहिँ अब दशैं विधिवत सकियो भन्ने जनाउँछ। दशैं सकियो, तर यो रातको आफ्नै धार्मिक पहिचान पनि त छ हैन र? खास गरी लक्ष्मी देवीसँग जोडिएको। एकदमै। मुख्य जनविश्वास नै यही हो। आज राति धनधान्यकी देवी लक्ष्मी पृथ्वी भ्रमणमा निस्कनुहुन्छ रे। पृथ्वी भ्रमणमा। अनि घर घरमा हेर्दै हिँड्नुहुन्छ, को जागृत अर्थात् को जागा छ भनेर सोध्नुहुन्छ रे। को जागृत? हो, त्यही प्रश्नबाट नै यो पूर्णिमाको नाम कोजाग्रत रहेको मानिन्छ। कति अर्थपूर्ण नाम रहेछ। अनि जो चाहिँ रातभरि जागा बसेर देवीको भजन भक्ति गर्छन् नि, उनीहरूलाई देवीले धन, ऐश्वर्य, सम्पन्नताको आशीर्वाद दिनुहुन्छ भन्ने गहिरो आस्था छ। भनेपछि रातभर जागराम बस्नु पर्यो देवीको कृपा पाउन। हो, धेरैजना बस्छन् पनि। अनि यो त दशैंको समापन र तिहारको आगमन बीचको पुल जस्तो पनि भयो है, संकेत जस्तो। बिल्कुल। सांस्कृतिक रूपमा एक किसिमको संक्रमण बिन्दु नै हो यो। बिहान फेरि घरमा टीका र जमरा लगाउने चलन छ नि त। हो त, परिवारका सदस्यहरूले टीका जमरा लगाउने, यसले दशैंलाई औपचारिक बिदा गरे जस्तो। अनि तिहार आउँदैछ भन्ने संकेत पनि भयो। अनि अर्को रमाइलो चलन, यही पूर्णिमादेखि आकाशे बत्ती बाल्ने सुरु हुन्छ। आकाशे बत्ती कार्तिक शुक्ल पूर्णिमासम्म बाल्ने हैन त? त्यो रंगीन कागजले दियो घर जस्तो बनाएर। अनि भित्र दियो बाल्ने। साँझमा त कति राम्रो देखिन्छ होला है, अँध्यारोमा झिलिमिली। निकै आकर्षक हुन्छ साँच्चै। तर कोजाग्रतको कुरा यतिमै सकिन्न, अझै विविधता छ। जस्तो तराईतिर जानुभयो भने। तराईतिर के छ त्यहाँ? त्यहाँ आज राति कौडा खेल्ने पुरानो परम्परा छ। कौडा? यो त सुन्दा अलि जुवा जस्तो लाग्यो नि। हो, एक प्रकारको जुवा नै हो। साना साना समुद्री कौडाहरू हुन्छन् नि, त्यसलाई उफारेर त्यसको उल्टो सुल्टो के पर्यो त्यसको आधारमा हार जितको बाजी लगाउने। देवीको आराधना गर्ने रातमा अनि यता चाहिँ जुवा। यो अलि विरोधाभासपूर्ण सुनिन्दो रहेछ त। हो, लाग्न सक्छ। तर यो पनि रातभर जागराम बस्ने एउटा माध्यम बन्यो होला सायद। निकै उत्साहका साथ खेल्छन्, मार्रा भन्दै हो हल्ला गर्दै। मार्रा? त्यस्तै केही भन्छन् होला, खेल्दा रमाइलो गर्छन्। तर हो, देवीको कृपाको लागि जाग्ने रातमा यसरी सम्पत्ति नै दाउमा लगाउने खेल हुनु आफैमा रोचक छ। एकातिर भक्ति, अर्कोतिर यो खेल। संस्कृति कति जटिल हुँदो रहेछ है। तर यही रातसँग जोडिएको अर्को एउटा रमाइलो सामाजिक चलन पनि छ नि, नयाँ बिहा भएका जोडीहरूका लागि। हो, त्यो त निकै महत्त्वपूर्ण सामाजिक पक्ष हो। जो भर्खर विवाह भएका छन् नि, उनीहरूको लागि बेहुलीको माइती पक्षबाट बेहुलाको घरमा कोसेली पठाउने चलन छ। कोसेली? कस्तो कोसेली? मिठाईहरू, दही, चिउरा, फलफूल अनि पान, यस्तै अनेक परिकारहरू हुन्छन्। मैले सुनेको थिएँ त्यो कोसेलीको गुणस्तर, खास गरी दही कति बाक्लो छ, कति स्वादिलो छ भन्ने कुराले माइती पक्षको इज्जत देखाउँछ अरे। एकदम। पहिले पहिले त गम्छामा राख्दा पनि नपोखिने खालको बाक्लो दही पठाउँथे रे। हैट, गम्छामा अडिने दही? हो, त्यसले बनाउनेको सिप, पठाउनेको श्रद्धा, माइतीको प्रतिष्ठा सबै झल्काउँथ्यो सांकेतिक रूपमा। अनि यो कोसेली पुर्याउन जाँदा पनि रमाइलो हुन्छ होला नि? हुन्छ नि। बेहुली पक्षबाट साला जेठानहरू जान्छन्, अनि उता ज्वाइँ भिनाजुहरूसँग भेटघाट हुन्छ। कतै कतै त उनीहरू बसेर कौडा खेल्ने चलन पनि छ। फेरि कौडा? यसले नाता सम्बन्धमा रमाइलो थप्छ, सम्बन्ध अझ प्रगाढ बनाउँछ। भनेपछि कोजाग्रत पूर्णिमा त एउटा सामान्य पूर्णिमा मात्रै होइन रहेछ, यसले कति धेरै कुराहरू समेटेको रहेछ। धार्मिक आस्था भयो, लक्ष्मी पूजा, जागरण, अनि पारिवारिक सम्बन्ध पनि, टीका, जमरा, कोसेली आदान प्रदान, अनि सामाजिक अन्तर्क्रिया, मनोरञ्जन पनि, कौडा खेल, आकाशे बत्ती, कस्तो अनेक पक्षहरू एउटै धागोमा उनेको जस्तो। साँच्चै हो, जीवनका विभिन्न आयामहरू, पवित्रता, लौकिकता, भक्ति, मनोरञ्जन, व्यक्तिगत साधना, सामाजिक सम्बन्ध सबै यसमा अटाएको छ। तर एउटा प्रश्न मनमा आउँछ, देवीको कृपा, धनधान्यको लागि रातभर जाग्ने, पूजा गर्ने, त्यही रातमा
मनोरञ्जनकै लागि सही तर कौडा जस्तो हारजित हुने सम्पत्ति जोडिने खेलको परम्परा चाहिँ कसरी सँगसँगै चलिरह्यो होला? हो, यो प्रश्न साँच्चै विचारणीय छ। सायद यही नै हाम्रो संस्कृतिको एउटा जटिलता र विविधता हो कि देवीको कृपा र मानवीय रहरहरू सँगसँगै हिँडेको जस्तो। सायद। खै यसमा अझै सोच्न सकिन्छ, तर आजको लागि यो गहन विमर्शलाई यही बिट मारौँ न त। हुन्छ। फेरि अर्को अङ्कमा यस्तै कुनै रोचक विषय लिएर पक्कै भेट्नेछौँ। आजलाई हामी बिदा हुन्छौँ। नमस्कार। नमस्कार।